अर्को जुनीमा भेटौँला, अर्को जुनीमा भेटौँला, अर्को जुनीमा भेटौँला, अर्को जुनीमा भेटौँला। सायद यो पत्र तिमीले कहिल्यै नपढौला, तर मेरो मनले तिमीलाई लेख्नै खोजिरह्यो। हाम्रो भेट पनि अचम्मकै थियो, जस्तै आकाशले जमिनलाई छुने प्रयास गरे जस्तै छुन खोज्यो, तर सधैँ टाढै रह्यो। तिमी मेरो जीवनमा आयौ थोरै समयको लागि, भए पनि पुरै संसार बनेर आयौ। तिम्रो हाँसोले मेरो दिन उज्यालो हुन्थ्यो, तिम्रो आवाजले मेरो मन शान्त हुन्थ्यो। तर सायद हाम्रो भाग्यले हामीलाई लामो साथ लेखेको रहेनछ। कहिलेकाहीँ सोच्छु के हाम्रो माया कमजोर थियो, कि समय नै हाम्रो विरुद्ध थियो। सायद न तिमी दोषी थियौ, न म नै गलत थिए। दोष त त्यो परिस्थितिको थियो, जसले हामीलाई छुट्टिन बाध्य बनायो। तिमीले भनेकी थियौ सबै कुरा हाम्रो हातमा हुँदैन। त्यो बेला बुझिन, आज बिस्तारै बुझ्दैछु। तिमी बिना बाँच्न त सिके, तर तिमीलाई बिर्सिन कहिल्यै सकिन। भिडमा पनि तिम्रो अनुहार देख्छु, शान्त रातमा तिम्रो नाम सम्झन्छु। कहिले काहीँ मन रोइरहन्छ, यदि भगवानले अर्को मौका दिनु भएमा, म फेरि तिमीलाई नै रोज्ने थिए। यदि अर्को जुनी भन्ने केही छ भने, त्यो जुनीमा म तिमीलाई फेरि भेट्न चाहन्छु। त्यो बेला न त परिस्थिति बाधा बनोस्, न त समाजले हामीलाई छुट्याओस्। म तिम्रो हात समाएर सार्वजनिक रूपमा भन्न चाहन्छु, यो मेरो मान्छे हो। अर्को जुनीमा हामी छुटिने कारण नहोस्, न कुनै बहाना, न कुनै आँसु। म चाहन्छु त्यो जुनीमा तिमी मेरो श्रीमती बन, म तिम्रो श्रीमान बनु। साथमा साना सपना बुन्ने, साना झगडा गर्ने, र फेरि एकअर्काको काखमा मिल्ने। यदि यो जुनी अधुरो रह्यो भने, अर्को जुनीमा पुरा गरौँला। यदि यहाँ हामी टाढा भयौँ भने, त्यो जुनीमा कहिले न छुटौँला। म
पनि तिमीलाई दोष दिन्न, किनकि माया साँचो थियो। बस समय हाम्रो पक्षमा थिएन, अन्त्यमा यति मात्र। यदि पुनर्जन्म साँचो हो भने अर्को जुनीमा मलाई फेरि चिनिहाल्नु है। म फेरि तिम्रै हात समाउन आउने छु। अर्को जुनीमा साथ निभाउला सधैँका लागि, सधैँ तिम्रै प्रतीक्षामा रहने एउटा म।